आज चाहिँ म बुटोल जाँदैछु गाइज। मलाई खासै सन्चो थिएन नि त, अनि फेस पनि कस्तो सोलन देखिरहेको छ कि अझै पनि, त्यही भएर सो हेलो एन्ड वेलकम टु माई मिनी भ्लग। आशा छ सबैजना सन्चै आरामै हुनुहुन्छ होला। आज चाहिँ म बुटोल जाँदैछु, अनि यता चाहिँ ठुलोमामाले मलाई गाडीमा बसाल्न जाँदै हुनुहुन्थ्यो। हामी चाहिँ राति राति निस्केको थियौँ कि त्यहाँ चितवनदेखि राति राति आउँछ नि त बस, अनि बिहान पुगिन्छ नि त छिटै, त्यही भएर म चाहिँ राति हिँडेको चितवनदेखि। यता चाहिँ सानमालाई बाई बाई भनेर हामी चाहिँ निस्किसकेछौँ। अँध्यारो भएर कि भिडियो क्वालिटी अलि लो आएको छ कि, हेर्नु न। भिडियो क्वालिटी लो भए पनि हजुरहरूले मेरो भिडियो मन पराइदिनुहुन्छ भन्ने आशा राखेकी छु। हामी चाहिँ पुलचोक पुगिसकेका छौँ। अब चाहिँ म यहाँबाट बसमा बस्छु। यहाँ हाम्रो रमाइलो मामाले बसमा चढाइदिनु भइसकेको छ। हामी चाहिँ बसमा सिटमा बसेर एकछिन रमाइलो गर्दैछौँ। यता वरिपरि पनि लिँदैछु कि मैले क्लिप चाहिँ के छ कसो छ भनेर। अब चाहिँ मामालाई बाई बाई भनेर हाम्रो बुटोलतिरको जर्नी स्टार्ट हुँदैछ। मामाको रियाक्सन हेर्नु न कति क्युट। मामा चाहिँ वेट गरिराख्नु भएको छ कि कतिखेर गाडी हिँड्छ र अनि म जान्छु घर भनेर। हाम्रो बस अब हिँड्न थालिसकेको छ। अब चाहिँ मामा बाइक स्टार्ट गरेर हिँड्नुहुन्छ। कस्तो मजाले वेट गरिराख्नु भएको थियो कि कति बेला गाडी हिँड्छ र अनि म जान्छु घर भनेर। यो चाहिँ नारायणको पुल। मैले जतिचोटि पनि म चितवन जान्छु नि त्यतिचोटि नारायणको पुलको भिडियो खिच्छु कि यति माया लाग्छ, यति राम्रो लाग्छ मलाई। बस चलिरहँदा मलाई चाहिँ पुरा फ्ल्यासब्याक भइरहेको थियो कि पुरै मेमोरीहरू, चितवनमा रमाएको, घुमेको, खाएको, बिरामी भएको सबै चिज फ्ल्यासब्याक मेमोरी भइरहेको थियो कि पुरै। अनि यता चाहिँ म निदाएछु कि मस्त बाटोमा। त्यसपछि एकैचोटि बुटोल आएपछि उठेको कि म चाहिँ, अनि म कहाँ आएँ जस्तो फिल भएको कि। मेरो चितवन यात्रा चाहिँ एकदम रमाइलो, राम्रो अनि एकदम मेमोरेबल भएको छ कि योचोटि चाहिँ। पहिला पहिला पनि हुन्थ्यो तर योचोटि चाहिँ छुट्टै मेमोरी छ। अनि त्यो भएको भएर सबैलाई तिमिल सेना परिवार अनि त्यसपछि मेरो सानीमा सबैलाई थ्याङ्क यू सो मच। मेरो चितवन यात्रा मेमोरेबल बनाउनु भएकोमा धन्यवाद हजुरहरूलाई एकदमै। अब चाहिँ म बुटोल पुगिसकेको छु, अनि त्यसपछि यता चाहिँ बस रोकिसकेको छ कि मेरो सुटकेस निकाल्नुको लागि। अनि म चाहिँ घर पुगेँ, म चाहिँ बुटोल फर्केँ। थ्याङ्क यू सो मच एभ्री वान फर वाचिङ माई भिडियो, फर लभिङ माई भिडियो। यस्तै यस्तै भिडियो हेर्नको लागि मेरो फेसबुक फलो गरिदिनु होला, अनि भिडियोलाई पनि लाइक गरेर कमेन्ट गरेर कस्तो लाग्छ भिडियो भन्न नबिर्सिनु होला।